काठमाडौँमा सुकुम्बासी समस्या आजको होइन, दशकौंदेखि बिस्तारै बढ्दै आएको एउटा सामाजिक, आर्थिक र राजनीतिक मिश्रित समस्या हो। कतिपयले त सरकारी ल्यान्ड कब्जा गरेर पछि क्लेम गरे, कतिपयले भाडा दिए, कतिपयले बेचिदिए। वास्तविक सुकुम्बासी त बरु भाडामा बसेका छन्। काठमाडौँमा घर भएका धनी मान्छेहरू चाहिँ यहाँ सुकुम्बासीमा ठाउँ बनाएर चाहिँ भाडामा दिएर बसेका। नेपालका पुराना सरकारहरूले यो समस्या देखेनन् भन्ने होइन। धर्म सङ्कटमा परेर सरकारले सुकुम्बासीका लागि विभिन्न स्थान दिने योजना बनाए, तर सफल भएन। तर समाधान गर्नुभन्दा राजनीतिक रूपमा उपयोग गर्न सजिलो भयो। वास्तविकता के हो भने यो समस्या आजको होइन, यो 30-40 वर्षको नेग्लिजेन्सको रिजल्ट हो। आज हटेको बस्ती फेरि अर्को ठाउँमा उठ्न सक्छ र कथा फेरि दोहोरिन्छ। तर के नेपाल अब साँच्चै यो साइकल तोड्न सक्छ कि फेरि उही पुरानै स्टोरी रिपिट हुने हो? आउनुहोस् विस्तारसँग बुझौँ आजको यस भिडियोमा। काठमाडौँमा सुकुम्बासी समस्या आजको होइन, यो दशकौंदेखि बिस्तारै बढ्दै आएको एउटा सामाजिक, आर्थिक र राजनीतिक मिश्रित समस्या हो, जसलाई नेपालले कहिले एक ठाउँमा बसेर गहिरो रूपमा सल्भ गर्ने प्रयास गरेन। 1980 को दशकसम्म काठमाडौँमा अनअथराइज्ड बस्तीहरू धेरै थिएनन्। केही परिवार मात्र सार्वजनिक जग्गा, खाली किनार वा खाली सरकारी जमिनमा बस्ने गर्थे। 1985 तिर करिब 2000 स्क्वाटर्स थिए। 1988 मा 3700 पुगे। 1992 सम्म 8 देखि 10,000 पुगे। अनि 1996 मा माओवादी द्वन्द्व सुरु भएपछि गाउँबाट ठूलो डिस्प्लेसमेन्ट भयो र काठमाडौँमा बस्तीहरू तीव्र रूपमा बढे। 2003 सम्म 66 वटा बस्तीमा 20,000 देखि 40,000 मानिस बस्ने अनुमान गरिएको थियो। अब यहाँबाट असली प्रश्न सुरु हुन्छ, किन यति धेरै मानिस काठमाडौँ आए? किनकि गाउँमा जीवन टिकेन। नेपालको ग्रामीण अर्थतन्त्र कमजोर भयो। खेतीबाट आम्दानी नपुग्ने, उद्योग नहुनु, रोजगारीको अवसर नहुनु, अनि शिक्षा र स्किल डेभलपमेन्ट पनि सीमित हुनु, यी सबै कारणले युवा सहरतर्फ धकेलिए। तर काठमाडौँ आएपछि उनीहरूले अर्को रियालिटी भेट्यो। स्थायी रोजगारी छैन, दैनिक ज्याला, ठेला चलाउने काम, सानो व्यापार र सबैभन्दा ठुलो समस्या महँगो भाडा। काठमाडौँमा एउटा सानो कोठा पनि 10 देखि 15,000 पर्न थाल्यो। But they have problem just food. On the street they sleep, but they need just food. They don't need money. त्यो अवस्थामा मानिससँग विकल्प बाँकी नै रहेन। उनीहरूको अन्तिम उपाय भनेको खोला किनार, अनि त्यहीबाट बस्ती बढ्न थाल्यो। अब यहाँ अर्को लेयर छ, बेरोजगारीसँग जोडिएको अशिक्षा। धेरै मानिससँग फर्मल एजुकेसन थिएन, स्किल थिएन, डकुमेन्ट्स थिएन। त्यसैले उनीहरू लो इन्कम साइकलमा फसे, अनि त्यो साइकल सधैँ चलिरह्यो। बुबा गरिब, छोरा गरिब, नाति गरिब। नेपालमा गरिबी धेरै जसो इनहेरिटेड बन्यो। 2083 वैशाख 12 गते भित्र खोला किनारमा जोखिमपूर्ण बस्तीहरू खाली गर्न र सुरक्षित ठाउँमा सर्न आग्रह गरेपछि बालेन्साको प्लानिङ अझ स्पष्ट देख्न थालियो। नोटिस दिएर समय दिनु, त्यसपछि भेरिफिकेसन सुरु गर्नु, अनि मात्र रिलोकेसन र रिमुभल प्रोसेस अघि बढाउनु। उहाँको एप्रोच डाइरेक्ट डिमोलिसन भन्दा पनि फेज म्यानेजमेन्टमा गएको देखिन्छ। मेयर हुँदा नै उहाँले थापाथली, गैरी गाउँ, मनोहरा जस्ता क्षेत्रलाई हाई रिस्क जोन भनेर आइडेन्टिफाई गर्नुभएको थियो। उहाँको मुख्य आर्गुमेन्ट सधैँ एउटै थियो, नदी किनारका यी बस्तीहरू बाढीको डाइरेक्ट रिस्कमा छन् र यही बस्तीहरूले रिभर कोरिडोर साँघुरो बनाउँदा ड्रेनेज सिस्टम पनि एफेक्ट भइरहेको छ। त्यसैले उनी किन यति स्ट्रिक्ट देखिनुहुन्छ भने उहाँले यसलाई केवल हाउसिङ इस्यु भनेर हेर्नु भएको छैन। उहाँको नजरमा यो फुड म्यानेजमेन्ट, अर्बन प्लानिङ, इन्भाइरोमेन्ट प्रोटेक्सन र ह्युमन सेफ्टीसँग जोडिएको इस्यु हो। मेयर हुँदा उनले बारम्बार खोला किनार खाली गराउने, इन्क्रोचमेन्ट हटाउने र जेन्युन ल्यान्डलेसलाई व्यवस्थित रिलोकेसन गर्ने प्लानिङ राख्नु भएको थियो। तर त्यति बेला संघीय सरकारबाट ल्यान्ड एलोकेसन, लिगल अथोरिटी र रिलोकेसन कोअर्डिनेसन नपाउँदा धेरै काम रोकियो। कतिपय केसमा अदालतको आदेश आयो, कतिपय केसमा राजनीतिक दबाव आयो, कतिपय केसमा मन्त्रालयले साथ दिएन। त्यसैले उहाँले सुरु गरेको धेरै काम पूर्ण रूपमा एक्जिक्युट हुन सकेन। अहिले उहाँसँग लोकल लेभल मात्र होइन, फेडरल लेभल डिसिजन मेकिङ पावर पनि छ। त्यसैले पहिले रोकिएको भेरिफिकेसन प्रोसेस, सेटलमेन्ट म्यापिङ, रिलोकेसन कोअर्डिनेसन र लिगल इन्फोर्समेन्ट अहिले फास्ट ट्र्याकमा गएको देखिन्छ। उहाँले सोसल मिडिया मार्फत रिपिटेडली एउटै कुरा भनिरहेका छन्, हरेक वर्ष बाढी आउँदा त्यही परिवारलाई रेस्क्यु गर्ने, फेरि त्यही छोड्ने साइकल अब रोक्नुपर्छ। त्यसैले अहिले उहाँको मुभ केवल हटाउने मात्र होइन, पहिचान गर्ने, छुट्याउने, रिलोकेसन गर्ने अनि फ्युचरमा रिपिट हुन नदिने प्लानिङ जस्तो देखिन्छ। र त्यही कारण अहिलेको एक्सन उहाँको लागि पोलिटिकल स्टन्ट भन्दा पनि लङ टर्म म्यानेजमेन्ट मिसन जस्तो देखिन्छ। अब यहाँ सरकारको भूमिका आउँछ। नेपालका पुराना सरकारहरूले समस्या देखेनन् भन्ने होइन, उनीहरूले देखे तर समाधान गर्नुभन्दा राजनीतिक रूपमा उपयोग गर्न सजिलो भयो। किनकि सुकुम्बासी शब्द नेपालको भोट ब्याङ्क बन्यो।
हरेक चुनावमा एउटै प्रमिस, लाल पूर्जा दिन्छ, हटाइदैन, स्थायी व्यवस्था हुन्छ। तर चुनावपछि त्यो प्रमिस हराउँछ, त्यसपछि फेरि अर्को सरकार, फेरि त्यही भाषण, त्यसपछि अर्को आयोग। सुकुम्बासी समस्या समाधान आयोग रे, भूमि आयोग। तर वास्तविकता के भयो भने सरकार बदलियो, आयोग बदलियो, तर ग्राउन्ड रियालिटी कहिले पनि बदलिएन। कन्टिन्युटीको अभावले यो नेपालको सबैभन्दा ठुलो सिस्टमेटिक फेलियर हो। अब यहाँ अर्को सबैभन्दा ठुलो समस्या आउँछ, ब्युरोक्रेसी। नेपालको प्रशासनिक सिस्टममा एउटा कल्चर बसेको छ, काम नगरे पनि सुरक्षित रहन्छ। फाइल अघि बढ्यो भने प्रश्न आउँछ, रोकियो भने कोही पनि बोल्दैन। ल्यान्ड भेरिफिकेसन पेन्डिङ, रिलोकेसन पेन्डिङ, एप्रुभल पेन्डिङ, बजेट पेन्डिङ। काम स्लो हुनु सिस्टमको एक्सेप्सन होइन, सिस्टम नै स्लो छ। र यही ब्युरोक्रेसीले अर्को ठुलो प्रब्लम जन्मायो, जेन्युइन र फेक छुटाउन नसक्नु। वास्तविक सुकुम्बासी लाइनमा बस्यो, नक्कलीले इन्फ्लुएन्स प्रयोग गर्यो। कतिपयले त सरकारी ल्यान्ड कब्जा गरेर पनि क्लेम गरे, कतिपयले त भाडामा दिए, कतिपयले बेचिदिए। यो अब केवल गरिबीको समस्या रहेन, यो सिस्टम एक्सप्लोइटेसन बन्यो। यही कारण आज काठमाडौँका नदी किनारहरू सागुरिएका छन्। बागमती, विष्णुमती, मनोहरा सबै एफेक्ट छन्। फ्लड रिस्क बढेको छ, ड्रेनेज सिस्टम कमजोर भएको छ। अब सरकारको अर्को फेलियर, रिलोकेसन प्लानिङ। यी चङ्गु नारायणमा बनेको हाउसिङ प्रोजेक्ट यसको उदाहरण हो। गरिब तथा न्यून आय वर्गका लागि करोडौँ खर्च गरेर बनाइएका भवन प्रयोगविहीन भएका छन्। काठमाडौँको नागार्जुन नगरपालिका रानीवन इचङ्गु नारायणमा बनाइएका सुविधा सम्पन्न भवन 1.5 वर्ष अघि निर्माण सम्पन्न भएका हुन्। करोड खर्च गरेर अपार्टमेन्ट बनायो, तर धेरै स्क्वाटर्स त्यहाँ जान मानेनन्, किनकि त्यो स्थान जब मार्केट लिभलिहुडबाट टाढा थियो। घर त दियो तर जीवन दिएनन्, यसले गर्दा प्रोजेक्ट असफल भयो। अब अहिलेको स्थिति के छ भने काठमाडौँमा डोजर चल्न थालिसकेको छ। थापाथलीबाट सुरु भएको डिमोलिसन अहिले गैरीगाउँ, शान्तिनगर, मनोहरा लगायत क्षेत्रमा फैलिएको छ। धेरै परिवारलाई हटाइएको छ, कतिले आफै पनि छोडेका छन्, कतिले टेम्पोरेरी सेल्टर पनि दिएको छ। भेरिफिकेसन प्रोसेस चलिरहेको छ, को जेन्युइन को फेक भन्ने छुटाउने काम। अब यहीँबाट सबैभन्दा इम्पोर्टेन्ट कुरा सुरु हुन्छ, अबको सरकारले यो सिचुएसन कसरी म्यानेज गर्ने। किनकि केवल डोजर चलाएर मात्र समस्या सल्भ हुँदैन, यो सर्ट टर्म एक्सन हो, लङ टर्म सोल्युसन चाहिन्छ। सरकारले सबभन्दा पहिले जेन्युइन र फेक छुटाउने ट्रान्सप्यारेन्ट सिस्टम बनाउनुपर्छ। डिजिटल ल्यान्ड रेजिस्ट्री, क्रस भेरिफिकेसन सिस्टम, सिटिजनसिप, प्रोपर्टी, लोकल रिपोर्ट इन्टिग्रेसन। जसको अन्त प्रोपर्टी छ उसलाई सोसल हाउसिङ होइन, जसको केही छैन उसलाई प्रोटेक्सन। दोस्रो, रिलोकेसन केवल बिल्डिङ होइन, इकोसिस्टम हुनुपर्छ। घरसँगै रोजगारी, शिक्षा, ट्रान्सपोर्ट, हेल्थ फेसिलिटी पनि हुनुपर्छ, नत्र फेरि सेटलमेन्ट उही दोहोरिन्छ। तेस्रो, इम्प्लोइमेन्ट जेनेरेसन ग्रामीण लेभलमा हुनुपर्छ, गाउँमै काम भए मानिस सहर आउँदैनन्। चौथो, एजुकेसन र स्किल डेभलपमेन्ट, यो लङ टर्म प्रोभर्टी ब्रेकर हो। पाँचौं, ब्युरोक्रेसी रिफर्म, डेडलाइन बेस्ड सिस्टम, डिजिटल फाइल ट्र्याकिङ, एकाउन्टेबिलिटी सिस्टम हुनुपर्छ। छैटौं, पोलिटिकल मिसयुज बन्द, लाल पूर्जा जस्तो प्रमिस इलेक्सन टुल बन्नु हुँदैन। पब्लिक ल्यान्ड कब्जा गरेपछि स्ट्रिक्ट लिगल एक्सन अनिवार्य हुनुपर्छ। अब यहाँ एउटा अझै गहिरो कुरा, नेपालमा एउटा प्याटर्न छ, हामी समस्या सल्भ गर्दैनौँ, हामी प्रब्लमलाई नर्मलाइज गर्छौँ। बाढी नर्मल, ट्राफिक नर्मल, करप्सन नर्मल, इलिगल स्टेटमेन्ट नर्मल। यो नर्मलाइजेसन नै सबैभन्दा ठुलो समस्या हो। र यही कारण आज डोजर चल्दा पनि देश दुई भागमा बाँडिएको छ। एक पक्ष भन्छ ल लागू भयो, अर्को पक्ष भन्छ ह्युमन कस्ट भयो। तर वास्तविकता के हो भने यो समस्या आजको होइन, यो 30-40 वर्षको नेग्लिजेन्सको रिजल्ट हो। आजको डोजर कुनै सुरुवात होइन, यो डिलेड कन्सिक्वेन्स हो। अब असली च्यालेन्ज के हो भने के नेपालले फाइनली सिस्टम चेन्ज गर्छ त, कि फेरि यो पनि केही दिनको न्युज भएर हराउँछ। किनकि यदि सिस्टम चेन्ज भएन भने आज हटेको बस्ती भोलि फेरि अर्को ठाउँमा उठ्न सक्छ र कथा फेरि त्यही दोहोरिन्छ। के लाग्छ तपाईलाई? आफ्नो विचार कमेन्ट गर्नुहोस्।